ओम नमश्चण्डिकायै भूतानि दुर्गा भुवनानि दुर्गा स्त्रियो नरश्चापि पशुश्च दुर्गा यद्यद्धि खलु सैव दुर्गा दुर्गा स्वरूपाद परं न किञ्चित् दुर्गा स्वरूपाद परं न किञ्चित्। वैदिक सनातन धर्म र संस्कृतिका मूल वेद हुन्। वेद निखिल ज्ञानको भण्डार भए पनि वेदको मुख्य प्रतिपाद्य विषय धर्म र ब्रह्म हो। तिनै वेद प्रतिपाद्य विषयको विस्तारका लागि पुराणहरूको रचना भएको हो। पुराण साहित्य पनि विशाल छ, जस अन्तर्गत 18 महापुराण मध्येको एक हो मार्कण्डेय पुराण। 13,000 श्लोक र 134 अध्याय भएको मार्कण्डेय पुराणको 78 अध्यायदेखि 90 अध्यायसम्मको भागलाई सप्तशती भनिन्छ, जो उपासना, साधना र चिन्तनका दृष्टिले सर्वाधिक महत्त्व राख्दछ। वेदमूलक सनातन संस्कृतिका अनुयायीहरूका लागि भगवद् गीता जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण दुर्गा सप्तशती पनि छ। भगवद् गीताबाट खास गरी आध्यात्मिक वा पारलौकिक लाभ प्राप्त हुन्छ भने सप्तशतीबाट चाहिँ इहलौकिक र पारलौकिक दुवै लाभ समान रूपले लिन सकिन्छ। त्यसैले भनिन्छ, यम यम चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्। अथ प्रथमोऽध्याय श्री दुर्गायै नमः। ओम प्रथम चरित्रस्य ब्रह्मा ऋषि महाकाली देवता गायत्री छंद नंदा शक्ति रक्तदंतिका बीजम अग्निस्तत्वं ऋग्वेदः स्वरूपम श्री महाकाली प्रीत्यर्थे प्रथम चरित्र जपे विनियोग। विशेषतः प्रथम अध्यायमा मधु र कैटभ वधको प्रसङ्गलाई प्राधान्यता दिएको छ। यसमा ध्यान रहेको छ। ओम खड्गम चक्र गदेषु चाप परिघान छूलम भुसुण्डीम शिर शङ्खं समदधतिं करैस्त्रिनयनां सर्वाङ्गभूषावृतां नीलास्मद्युतिमास्य पाददशकां सेवे महाकालिकां यमस्तौच्चपिते हरौ कमलजौ हन्तुं मधुं कैटभम्। ब्रह्माजीद्वारा प्रलयकालमा भगवान विष्णु क्षीर सागरमा सुतिरहँदा आफूलाई मार्न आउने मधु र कैटभको नाश गर्नको लागि स्तुति गरिएकी महाकालीलाई म वन्दना गर्दछु। 3 नेत्र भएकी उहाँले आफ्ना 10 हातमा खड्ग, चक्र, गदा, बाण, धनु, परिघ, शूल, भुसुण्डी, खप्पर एवं शङ्ख धारण गर्नुभएको छ। उहाँका सम्पूर्ण अङ्गहरू दिव्य आभूषणले विभूषित छन् र शरीरको कान्ति नीलमणि जस्तै छ। सूर्यका पुत्र सावर्णी 8औं मनु हुन्। उनको उत्पत्तिको कथा विस्तारपूर्वक भन्दछु, सुन भनेर मार्कण्डेय ऋषिले भन्नुहुन्छ। सूर्यपुत्र महाभाग्यमानी सावर्णी भगवती महामायाको अनुकम्पाले मन्वन्तरका स्वामी भएका थिए। पहिले स्वारोचिस नामक मन्वन्तरमा चैत्र वंशमा उत्पन्न भएका सुरत नामका राजा सम्पूर्ण पृथ्वीका मालिक भए। ती राजा प्रजाहरूलाई आफ्नै छोरा समान धर्मपूर्वक पालना गर्दथे। त्यही बीचमा पोला विध्वंसी नामक क्षत्रियहरू उनका शत्रु भए। राजा अति पराक्रमी थिए र उनका शत्रुहरू कमै थिए। तापनि कोला विध्वंसीहरूसँग युद्धमा सुरत राजाले हारे। सम्पूर्ण पृथ्वीको राज्य हारेपछि ती राजा आफ्नो राजधानीमा फर्किएर केवल आफ्नो देशको मात्र राजा भए। तर त्यहाँ पनि उनका बलशाली शत्रुहरूले उनीमाथि आक्रमण गरे। थोरै सामर्थ्य भएका ती राजालाई उपदस्थ गरी उनका बलशाली दुष्ट मन्त्रीहरूले राजकोष एवं सेनाहरू पनि हत्याए। त्यसपछि आफ्नो स्वामित्व गुमाएका राजा एक्लै घोडा चढेर शिकार खेल्ने बहानाले घोर वनतर्फ लागे। त्यस वनमा राजाले ब्राह्मण श्रेष्ठ मेधा ऋषिको आश्रम देखे। अनेकौं शिष्यहरूले युक्त भएको त्यो आश्रममा हिंसक जीव पनि शान्त भएर घुमिरहेका थिए। आश्रममा गएपछि ऋषिले राजाको सत्कार गर्नुभयो। त्यसपछि राजा उनै ऋषि श्रेष्ठको आश्रममा यताउता घुम्दै केही समय त्यहीँ रहे। केही समयपछि ममताका कारण राजाको चित्त घरबारतिर तानियो र उनले यस्तो चिन्ता गर्न थाले, पहिलेदेखि मेरा पूर्वजहरूले जोगाएको राज्यलाई आज मेरो अभावमा दुराचारी अमात्यहरूले धर्मपूर्वक रक्षा गरेका होलान् या नहोलान्। सधैँ मदले मत्त भइरहने अत्यन्त शूरवीर मेरो प्रधान हात्तीले शत्रुहरूको अधीनमा रहँदा के कस्तो खानपिन पाएको होला थाहा छैन। जो मानिस मेरो प्रसन्नता धन एवं अन्न पानीले उपकृत भई मेरा अघिपछि हिँड्दथे ती अहिले अन्य राजाहरूको अनुसरण गर्छन् होला।
ती दुष्ट अपव्ययीहरूले यसरी नै निरन्तर खर्च गर्ने हो भने त मैले अत्यन्त कष्टपूर्वक जम्मा गरेको राजकोष चाँडै नै खाली हुन्छ। यस प्रकार राजा अनेक थरी चिन्ता गरिरहन्थे। ती राजाले मेधा ऋषिको आश्रम नजिकै एक वैश्यलाई देखे अनि तपाईँ को हुनुहुन्छ, के कारणले यहाँ आउनुभयो भनी सोधे। तपाईँ के कारणले गर्दा शोकाकुल एवं चिन्ताग्रस्त देखिनुहुन्छ। राजा सुरतको यस्तो प्रेमपूर्ण वचन सुनेर विनयले नम्र भएका वैश्यले उनलाई भने, समाधेर नाम वैश्योहम उत्पन्नो धनी नाम कुले। हे राजन, म धनी कुलमा जन्मेको समाधि नाम गरेको वैश्य हुँ। मेरा दुष्ट छोरा एवं श्रीमतीले धनको लोभका कारण मलाई घरबाट निकालिदिए। सम्पत्ति, छोरा र श्रीमतीबाट वञ्चित एवं आफ्नै आफन्तबाट ठगिएको म दुःखी भएर यस वनमा आएँ। यहाँ आएपछि मैले आफन्त, श्रीमती एवं छोराको बारेमा सन्चो बिसन्चोको केही खबर पाएको छैन। अहिले तिनीहरू सन्चै होलान् कि नहोलान्। मेरा छोराहरू सदाचारी छन् कि दुराचारी। राजाले भने, जुन लोभी स्त्री पुत्रादिले धनको लोभले तपाईँलाई निकालिदिए तिनै प्रति मनमा स्नेहको यति धेरै गाँठो किन? तर वैश्य भन्छन्, एवमेतद्यथा प्राह भवान् अस्मद् गतं वच किं करोमि न बध्नाति मम निष्ठुरतां मन। हजुरले मेरो विषयमा जे कुरा भन्नुभयो यो सबै सत्य हो, तर म के गरौँ? मेरो मन तिनीहरूप्रति निष्ठुर हुँदैन। जसले लोभवश बाबुप्रतिको स्नेह, पतिप्रतिको प्रेम एवं आत्मीय जनप्रतिको अनुरागलाई लत्याई घरबाट निकालिदिए तिनै प्रति मेरो यात्रा प्रेम छ। हे महामते, यो सब जान्दा जान्दै पनि बैगुनी आफन्तजनप्रति मेरो मन किन आसक्त भइरहेको छ? तिनैलाई सम्झी दुखी मनले म लामो सास लिइरहेको छु। प्रेमहीन ती बैगुनीहरूप्रति पनि मेरो मन निष्ठुर हुँदैन। मैले के गर्नु? मार्कण्डेय ऋषि भन्छन्, हे ब्राह्मण, त्यसपछि राजाहरूमा श्रेष्ठ सुरत र समाधि नामका वैश्य दुवै सँगै मिलेर मेधा ऋषिको सेवामा उपस्थित भए। ती दुवैले मेधा ऋषिसँग विनयपूर्वक यथायोग्य कुशल क्षेमको प्रश्न गरे र त्यसपछि उनीहरूले केही वार्तालाप सुरु गरे। राजा भन्छन्, हे भगवान, म हजुरसँग एउटा कुरा सोध्न चाहन्छु, त्यो मलाई बताउनुहोस्। दुःखाय यन्मे मनस स्वचित्ताय ततां विना ममत्वं गत राज्यस्य राज्याङ्गेष्वखिलेष्वपि। राज्यबाट च्युत भए पनि ममा अझै पनि राज्य र त्यसका अङ्गहरूमा ममता रहिरहेको छ। यसका कारण चित्त आफ्नो अधीनमा नहुनाले मेरो मन अत्यन्त दुखी भइरहेको छ। हे मुनि श्रेष्ठ, यी मेरा होइनन् भनेर जान्दा जान्दै पनि मलाई अज्ञानी झैँ किन ममता भइरहेछ? साथै यी वैश्य पनि घरमा अपमानित र स्त्री पुत्रादि परिवारबाट निकालिएर यहाँ आएका छन्। आफ्ना प्रियजनहरूले छाडे तापनि यी वैश्यको तिनीहरूप्रति नै प्रेम छ। यस्ता यी र म दुवैजना अत्यन्त दुखी छौँ। हे महाभाग्यशाली ऋषि, विषयहरू स्पष्टतः दोषयुक्त भए तापनि हाम्रो मन तिनैमा आकृष्ट भइरहेको छ। हामी दुई ज्ञानी भए तापनि विवेकहीन पुरुष झैँ मूढतामा फँसेका छौँ। यो मोह किन भइरहेको छ? राजाको यस्तो वचन सुनेर ऋषि भन्छन्, ज्ञानमस्ति समस्तस्य जन्तुर्विषय गोचरे विषयश्च महाभाग याति चैवं पृथक पृथक। हे सुरत, विषय सम्बन्धी ज्ञान सम्पूर्ण प्राणीहरूलाई हुन्छ र ती विषयहरू अनेक प्रकारका छन्। केही प्राणी दिनमा देख्छन् त केही रातमा, केही प्राणीहरू दिउँसो र राति बराबर देख्छन्। मानिस विवेकशील प्राणी हो, तर केवल उनीहरू मात्रै विवेकी हुँदैनन्। यतो हि ज्ञानिनः सर्वे पशुपक्षी मृगादय ज्ञानं च तन्मनुष्याणां यत्तेषां मृगपक्षिणां। सम्पूर्ण पशु, पक्षी, मृग आदि प्राणीहरूलाई पनि व्यवहार सम्बन्धी ज्ञान हुन्छन्। पशुपक्षी आदि प्राणीहरूको कस्तो ज्ञान हुन्छ, मानिसहरूमा पनि त्यस्तै ज्ञान हुन्छ। पशुपक्षी आदिको ज्ञान पनि मान्छेको जस्तो नै हुन्छ। अन्य व्यवहारहरू पनि प्राय समान नै हुन्छन्। हेर राजन, ज्ञान भए पनि यी चराहरू मोहग्रस्त छन् र पुत्र मोहका कारण स्वयं भोकले पीडित हुँदा पनि आफ्ना बचेरालाई चारा खुवाइरहेका छन्। हे नरश्रेष्ठ, मानिस ज्ञानी भएर पनि यसकारण पुत्रको इच्छा गर्दछन् कि आफूले गरेको उपकारको बदला पाइयोस्। के तिमी यो सब देख्दैनौ? यद्यपि सबै मानिसमा ज्ञानको कमी छैन, तथापि संसारको जन्म चक्रलाई चलाउने भगवती मायाको प्रभावद्वारा
तिनीहरू ममता रूपी भूमरी र मोह रूपी खाडलमा फसिरहेका छन्। त्यसैले यसमा आश्चर्य मान्नु पर्दैन, किनकि यिनी जगदीश्वर भगवान विष्णुकी योग निन्द्रा हुन्। महामाया हरश्चैषा तया सम्मोह्यते जगत् ज्ञानिनामपि चेतांसि देवी भगवती हिसा बलादाकृष्य मोहाय महामाया प्रयच्छति तया विसृज्यते विश्वम जगदे तच्चराचरम्। हरि भगवानको यो मायाबाट नै सम्पूर्ण जगत मोहित भएको छ। ती महामाया भगवतीले ज्ञानीहरूको चित्तलाई पनि बलपूर्वक खिची मोहमा पारिदिनुहुन्छ। उहाँ नै यस चराचर जगतको सृष्टि गर्नुहुन्छ तथा उहाँ प्रसन्न भएपछि यो संसार चक्रबाट मनुष्यलाई मुक्तिको वर दिनुहुन्छ। यी सनातनी देवी नै पराविद्या रूपिणी भई मुक्तिको कारण बन्नुहुन्छ र जगदीश्वरहरूलाई पनि नियन्त्रित गर्ने उहाँ नै अविद्या रूपिणी भई संसार बन्धनको हेतु पनि हुनुहुन्छ। राजोवाच, राजाले भने, भगवानका ईशा देवी महामायेतियां भवान ब्रवीति कथम उत्पन्न साकर्मास्यास्य किं द्विजा। हे भगवान, हजुरले महामाया भनेर बताए कि देवी को हुन्, उहाँको आविर्भाव कसरी भयो र के चरित्रहरू छन्। हे ब्रह्मवेताहरू मध्ये श्रेष्ठ ऋषि, उहाँको स्वरूप एवं प्रभाव जस्तो छ अनि उहाँ जसरी प्रकट हुनुभयो त्यो सबै म हजुरबाट सुन्न चाहन्छु। ऋषिले भन्नुहुन्छ, हे राजन, वास्तवमा सम्पूर्ण जगतको रूपमा प्रकट हुने भगवती नित्य हुनुहुन्छ। सम्पूर्ण जगतमा उहाँ नै व्याप्त हुनुहुन्छ, तथापि उहाँको प्राकट्य अनेक प्रकारले भएको छ। यो कुरा मबाट सुन। नित्य भए पनि देवताहरूको कार्य सिद्धि गर्नका लागि जब उहाँ प्रकट हुनुहुन्छ त्यही समयमा भगवती उत्पन्न हुनुभयो भनेर बताइन्छ। योग निन्द्रां यदा विष्णुर्जगत्ये कारण विकृते आस्तिर्य शेषम भजत कल्पान्ते भगवान प्रभु। कल्पको अन्तिममा सम्पूर्ण जगत एकारणव प्रलय जलमा निमग्न भएपछि भगवान विष्णु शेष शय्यामा योग निन्द्रालाई स्वीकार गरी सुत्नु भएको थियो। त्यही समयमा भगवान विष्णुका काने गुजीबाट मधु र कैटभ नामले प्रख्यात भयानक दुई असुरहरू उत्पन्न भए र ती दुवैले विष्णुको नाभि कमलबाट उत्पन्न हुनुभएका ब्रह्माजीलाई देखि मार्न तत्पर भए। घोर असुरहरू आफूतिर आइरहेको र जनार्दन भगवानलाई सुतिरहेको देखेर ब्रह्माजीले भगवानलाई जगाउनका लागि एकाग्र हृदयले उनै योग निन्द्रा भगवतीको स्थिति गर्नुभयो। ब्रह्माले हरि भगवानको नेत्रमा रही उहाँलाई निद्रित बनाइदिने एवं सम्पूर्ण संसारको स्थिति र संसार संहार गर्न सक्ने ती विश्वेश्वरी एवं जगतधात्री योग निद्रा भगवतीसँग भगवानलाई जनाइदिन प्रार्थना गर्नुभयो। ब्रह्मोवाच, त्वं स्वाहा त्वं स्वधा त्वं हि वषट्कार स्वरात्मिका सुधा त्वं अक्षरे नित्ये त्रिधा मात्रात्मिका स्थिता अर्धमात्र स्थिता नित्या यानुचार्या विशेषतः। हे देवी, हजुर नै स्वाहा हुनुहुन्छ, स्वधा एवं वषट्कार हुनुहुन्छ। स्वर पनि हजुरकै स्वरूप हो। हजुर नै अमृत रूपिणी हुनुहुन्छ र नित्य प्रणव रूपी अक्षरमा आकार उकार मकार यी तीन मात्राको रूपमा पनि हजुर नै स्थित हुनुहुन्छ। तीन मात्रा भन्दा अतिरिक्त विशेष रूपले उच्चारण गर्न नसकिने बिन्दु रूप अर्धमात्राको रूपमा पनि हजुर नै हुनुहुन्छ। हे माते, हजुर नै सन्ध्या सावित्री तथा सम्पूर्ण जगतकी जननी हुनुहुन्छ। हजुरद्वारा नै यो जगतको सृष्टि स्थिति र संहार हुन्छ। यसरी सबै अवस्थामा यो जगतलाई हजुरले नै धारण गर्नुभएको छ। यति मात्र नभई सृष्टिको समयमा स्वयं सृष्टिको स्वरूपमा पनि हजुर नै हुनुहुन्छ र जगतको स्थितिको रूपमा पनि हजुर नै रहनुभएको छ। प्रलयकालमा प्रलयको रूपमा पनि स्वयं हजुर नै हुनुहुन्छ। महाविद्या महामाया महामेधा महास्मृति महामोहा च भवती महादेवी महासुरी। महाविद्या महामाया महामेधा महास्मृति आदि नामले पुकारिने हे जगत रूपिणी भगवती, महामोह रूपिणी हजुर नै देवताहरूमा महादेवी र असुरहरूमा महासुरी हुनुहुन्छ। हजुर नै देव हुनुहुन्छ, हजुर नै असुर हुनुहुन्छ। प्रकृतिस्त्वं च सर्वस्य गुणत्रय विभाविनी कालरात्रिर्महारात्रिर्मोहरात्रिश्च दारुणा। सत्व आदि तीन गुणलाई उत्पन्न गर्ने मूल प्रकृति पनि हजुर नै हुनुहुन्छ। भयङ्कर कालरात्रि महारात्रि र मोहरात्रि पनि हजुर नै हुनुहुन्छ। हजुर नै श्री ईश्वरी री चैतन्य रूपा बुद्धि लज्जा पुष्टि तुष्टि शान्ति तथा शान्ति हुनुहुन्छ। घोर रूपा हजुर नै खड्ग त्रिशूल गदा चक्र
शङ्ख, धनुष, बाण, भुसुण्डी, परिघ यी अस्त्रहरूलाई धारण गर्नुहुन्छ। हे माते सौम्य सौम्यतरा शेष सौम्य भेस्तरी सुन्दरी परापराणां परमा त्वमेव परमेश्वरी। सौम्य रूपमा हजुर संसारभरका सर्वश्रेष्ठ सुन्दर पदार्थहरूमध्ये पनि अत्यन्त सुन्दर हुनुहुन्छ। परमेश्वरी हजुर नै पर र अपर सबै पदार्थहरूभन्दा परम श्रेष्ठ हुनुहुन्छ। हे सर्वरूपिणी देवी, संसारभर जहाँ कहीँ सत या असत रूप जुनसुकै वस्तुहरू छन् ती सबैको मूल शक्ति हजुर नै हुनुहुन्छ। यस्तो अवस्थामा हजुरको के नै स्तुति हुन सक्छ र? यया त्वया जगत स्रष्टा जगत पात्यति यो जगत सोऽपि निद्रा वसंनित कस्त्वां स्तोतु महेश्वर विष्णु शरीर ग्रहणम अहमीशान एव च। जगतको सृष्टि स्थिति र संसारको संहार गर्ने भगवानलाई पनि योग निन्द्रा रूपले आफ्नो अधीन बनाइदिने हजुरको स्तुति कसले गर्न सक्दछ? म भगवान विष्णु र भगवान शिवलाई समेत शरीरधारी बनाइदिन सक्ने हजुरको स्तुति गर्ने शक्ति कसमा छ? हे भगवती, यस प्रकार हजुरका प्रभावहरू सर्वश्रेष्ठ अनन्त छन्। तिनै आफ्ना प्रभावबाट नित्य प्रशंसित भएकी हजुरले यी दुई भयानक असुरहरूलाई मोहित गराइदिनुहोस् र जगतपति भगवान विष्णुलाई जगाइदिनुहोस्। हजुरले भगवान विष्णुमा यी मधुर कैटभ दुवै असुरहरूलाई मार्ने प्रेरणा उत्पन्न गरिदिनुहोस्। ऋषिरुवाच, ऋषिले भन्नुभयो, एवं स्तुता तदा देवी तामसी तत्र वेदसा विष्णु प्रबोध्यनार्थाय निहन्तुं मधुकैटभौ नेत्रस्य नासिका बाहु हृदयभ्यस्तथो रस निर्गम्य दर्शने तस्थो ब्रह्मणो व्यक्तजन्मन। हे राजन, यस प्रकार मधु र कैटभलाई मार्न र भगवान विष्णुलाई जगाउनका लागि ब्रह्माजीले तमोगुणकी अधिष्ठात्री ती महामायाको स्तुति गरिसकेपछि उहाँ विष्णुका आँखा, मुख, नाक, बाहु, हृदय र वक्षस्थलबाट निस्की ब्रह्माजीको अगाडि देखिनुभयो। योग निन्द्राले छोडेपछि जगतपति भगवान विष्णु पनि एककारण प्रलय जलको शेष शय्याबाट जाग्नुभयो र अनन्त बल एवं पराक्रम भएका ती दुवै मधु र कैटभ नामका दुरात्मा दैत्यहरूलाई देख्नुभयो। रिसका कारण राता राता आँखा भएका ती दुवैले ब्रह्माजीलाई खान खोजिरहेका थिए। तावप्यति बलोन्मत्तौ महामाया विमोहितौ उक्तवन्तौ वरुष्मत्तौ ब्रियतामिति केशवम। भगवान विष्णु योग शय्याबाट उठेपछि ती दुईसँगै युद्ध गर्न थाल्नुभयो र बाहु युद्ध गर्दा गर्दै 5000 वर्षसम्मको समय बित्यो। महामायाबाट मोहित र आफ्नो अनन्त बलबाट उन्मत्त भएका ती दुईले भगवान विष्णुलाई आफूहरूसँग वर माग्न भने। भगवानले भन्नुभयो, भवेता मध्यमे तुष्टौ मम बाध्य भुभावपि किमन्येन वरेणात्र एतावद्धि वृतं मम। यदि तिमीहरू मदेखि प्रसन्न भएका छौ भने तिमीहरू मेरो हातबाट मर। अहिले अरू कुनै वरको आवश्यकता नभएकाले मैले तिमीहरूसँग यही नै वर मागे। ऋषिले भन्नुहुन्छ, आफूहरूले धोका पाएको थाहा पाएपछि ती दुवै दैत्यले विचार गरी हेर्दा सम्पूर्ण जगतलाई जलमय भएको देखे र उनले कमलनयन भगवानसँग आफूहरूलाई पानी नभएको भुइँमा मार्नुपर्छ भन्ने शर्त राखे। ऋषि भन्नुहुन्छ, त्यसपछि शङ्ख, चक्र र गदा धारण गर्नुभएका भगवान नारायणले ती दुवैले आफ्नो तिघ्रामा राखी सुदर्शन चक्रद्वारा दुवैको शिर छेदन गरिदिनुभयो। एवमेषा समुत्पन्ना ब्रह्मण संस्था स्वयं प्रभावमस्य दिव्यस्तु भूय श्रेणु वदामि ते ऐं ओम। यस प्रकार ब्रह्माजीले सङ्कटको समयमा भगवतीको स्तुति गर्दा उहाँ योग निन्द्राको रूपमा प्रकट हुनुभएको थियो। उनै भगवतीका अरू प्रभावहरूको विषयमा पनि म तिमीलाई बताउँछु, सुन। जय जय श्री मार्कण्डेय पुराणे सावर्णिके मन्वन्तरे देवी महात्म्ये मधुकैटभ हतो नाम प्रथमः।